धेरै सोचेर थाक्नु भएको छ? आज हामी 1 मिनेटमा दिमाग शान्त बनाऊ। हरिओम। आज हामी अभ्यास गर्दैछौँ भ्रमरी प्राणायाम। तनाव, चिन्ता र अनिन्द्रको लागि अत्यन्त प्रभावकारी श्वासको अभ्यास। सिधा बसेर आँखालाई बन्द गर्नुहोस्, शरीरलाई रिल्याक्स बनाउनुहोस्। अब गहिरो श्वास लिनुहोस्, मुख बन्द गरेर भिडियोमा दिए जस्तै आवाज निकाल्दै बिस्तारै श्वास बाहिर छोड्नुहोस्। कान चाहिँ चोर्यौलाले हल्का बन्द गर्नुहोस्। यसरी 5 देखि 7 पटकसम्म अभ्यास गर्नुभयो भने हजुरले टाउकोमा एकदमै राम्रो कम्पन महसुस गर्नुहुन्छ। यो अभ्यासले दिमागलाई शान्त, राम्रो निन्द्र र तनाव कम गराउँछ। हाम्रो ओभर थिङ्किङ गर्ने बानी छ भने त्यसलाई पनि एकदमै कम गर्छ। हाम्रोको निन्द्रको गुणस्तर बनाउँछ, नर्भस सिस्टमलाई रिल्याक्स गर्छ। धेरै रिस उठ्छ, चिडचिडापन आउँछ भने त्यसलाई पनि सन्तुलन गर्न धेरै मद्दत पुर्याउँछ। एकाग्रता बढाउँछ, स्मरण शक्ति बढाउँछ। टाउको दुखाइ या कसैलाई माइग्रेन छ भने त्यसको लागि पनि एकदमै राम्रो साबित हुने गर्दछ।